नेपालगञ्जबाट अछाम जानलाई हिँडेको है। अब गुरु आफ्नो भाइ हो, यहाँ कुरै छ, बडा गाह्रो छ। आधी घन्टा कुराइसक्यो, यहाँ राजाचोकमा आएँ भन्छ। के हो करिब आधी घन्टाको पर्खाएपछि बल्ल गाडी आइपुग्यो है। यही गाडीमा गइन्छ। ओए रवि, कहाँ हो? टाढै हो क्या हो? बल्ल गाडी राजाबाट हिँड्यो। धेरै प्रतीक्षा गरियो। बुच्चेहरू त्यहाँ बसेछन्। यहाँबाट कोलपुर बस पाएर जानलाई है। बस पार्कमा चाहिँ यहाँ जानै पर्छ एकछिन। कोलपुरको नयाँ बस पार्क। दामी छ नयाँ बस पार्क चाहिँ। टर्मिनल भयो। निस्क्यौँ है बस पार्कबाट निस्क्यौँ। गोल चौराहा उता काठमाडौँ, यता सुर्खेत, यता चाहिँ चिसापानी। यहाँबाट छुट्टिन्छ है चौराहाबाट। हामी यता सुर्खेततिर लाग्यौँ। हेर्दै पानी पर्न लागेको अवस्था। रविन्द्र साई के छ हौ खालु पर्जोल? अहिले चाहिँ मजा आएको छैन? के छ, हामी असम जाँदैछौँ। हाम्रो यो चाहिँ बताइहाल्छ नि तैँले भनेपछि। यो आइरहेको पनि राखम जाने हो यो गाडी अहिले ट्याङ्कर राखस नयाँ लुगाले होला। गाडीबाट दियो कि कहिले किन्नु चाहियो? यो भइसक्यो 1 महिना। हामी देउराली पुग्यौँ होइन। यो देउराली भन्ने ठाउँ चाहिँ गजबको ठाउँ हो। यो जङ्गलको बिचमा छ। यहाँ चाहिँ बर्खामा अन्त कहीँ पानी नपऱ्यो नि, यहाँ चाहिँ पानी परेकै हुन्छ। तर यो चोटि चाहिँ खै के हो, पानी देख्न पाइएन है। यहाँ श्री रणबम गढ रहेछ एउटा आर्मीको। बाँकी चाहिँ जङ्गलको बिचमा दामी छ। बबई र उता कोलपुरको बिचमा।
यो मान्छेले गाडी अगाडि के चबाख मलाई थाहा छैन है। पैसा पनि लिएर आउनु रमेश आयो रमेश पनि आज 2 जना लिएर आउनु। नभए यस्तै सेकेन्ड ह्यान्ड खोजिहाल्थेँ म। हाम्रो एक्स्ट्रा सेड्युल राख्नुहुन्न। बिग्रियो झाको झोलैमा बिग्रियो झाको झोलैमा। हिजो मैले क्यानाडा होइन दाइलाई यस्तै समातेर बसेको भाइले। दाइ चाहिँ लासु देखा यहाँनिर रहेछ हौ भाइ त। रमेश आफाउनु एकजना टिकट काटेको चाहिँ बेङ्गलोरको मैले 3000 यो बबई बजार है, बबई बजार। यहाँको माछा चाहिँ फेमस छ, यहाँको लोकल माछा। अर्ग्यानिक खानेकुराहरू अर्ग्यानिकहरू मात्रै मिल्छ। यो बबई पुल यहाँ चाहिँ खोला छ है, यो बबई खोला यो ल हो। यहाँ मस्त माछा पाइन्छ, यहाँ चाहिँ लोकल अर्ग्यानिक। फेरि यहाँ एउटा चेकपोस्ट छ 200 मिटरको ग्यापमा। ल बबई क्रस भयो। यो लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको बोर्डर हो यो बोर्डर बबई। यहाँबाट यता चाहिँ अब यो कर्णाली प्रदेश लाग्यो है। अब यहाँबाट करिब 14 किलोमिटर अगाडि हर्रे बडा चिसो ठाउँ। गर्मीमा जाडो हुन्छ हौ। बडी स्प्रे ल्याउनु भएको बडी स्प्रे सामान बिहान रेडी भयो त सामान हालिहाल्नु हुन्छ त यसमा अटिहाल्छ। सब लोही जाने हामीले चाहिँ 12-15 हजार पछि गयो भने आइपुग्यौँ हामी सुर्खेत नेपालगञ्जको सबैभन्दा चिसो ठाउँ है। एकदमै चिसो हुन्छ यहाँ। आज अब हर्रेमा छौँ, सुर्खेत पुग्दैछु बाबु।
गर्नु है यो हर्रे बजार है। यहाँ ताजा ताजा काँक्रा हरियो छ सब ताजा त। यो रोपेको एकैछिन है। ल ताजा ताजा तरकारी है यहाँ। ल हामी यो यसो खाली हुनलाई यहाँ झऱ्यौँ एकछिन रोक्यो गाडी। हल्का ट्याङ्की खाली गर्नु पऱ्यो भनेर हर्रेभन्दा अलि अगाडि यस्तै यो फेरि यहाँ पब्लिक छिन्चु 7-8 किलोमिटर छ। गर्मी छ यहाँ पनि जङ्गलको बिचमा नि कस्तो गर्मी हो खै। हाम्रो यो भैयाजी मेगासिरी मात्र खान्छ। यहाँ लेनदेन भइरहेछ मेगासिरीको। छिन्चु बजार पुग्यौँ है। छिन्चु बजार बाटो चाहिँ क्लिली छ। यो बाटो चाहिँ राइट साइड जाजरकोट होइन, लेफ्ट साइड चाहिँ सुर्खेत। एउटा राइट साइड गयो भने जाजरकोट। यो फेरि बिचैमा यस्तो छ बाटो। योबाट पनि हामी गएको छौँ यसरी। हामी चाहिँ यता सुर्खेतको बाटो लाग्यो है। उता गयो भने जाजरकोटतिर हो, यता चाहिँ सुर्खेत। फेरि छ बाटो त। रवि हो हाम्रै नगरपालिका होइन, विनायकको होइन। हाम्रो नगरपालिका कुइकाको हो। र अछाम जाँदै अछामको गीत सुन्दै हामी। हाम्रै नगरपालिकाको भाइको गीत टङ्कदै मिल्दैन। सौरे नयाँ लुगा गीत त चम्क्या। गुरुजी फेरि आफ्नै तालमा छ होइन, गुरुजी भाइ। यो 70मा छ है आजकल बस्नेत काजी कटेज। यहाँको चर्चित हो यो। यहाँ चाहिँ खतरा खतरा चिज पाउँछ है खानलाई। बँदेल, कालिज, लोकल कुखुरा। र हामी अब भेरी आइपुग्यौँ होइन। करिब भेरी आइपुग्यौँ हामी। भेरी यो शैलेन्द्र छ नि, कहाँ बस्छ त्यो भेरी गङ्गा नगरपालिका यहाँहरूलाई यात्रा। यही हो भेरीको पुल। अनि भेरी नदी चाहिँ यहाँ छ। हामी लैटीका छौँ राजाधरी। 5-6 जना, 6 जना।
गाडी खाली सुन्नु न त्यो पुलिसको औषधहरू बनाउनु हो। अनि सुर्खेततिरको मान्छेहरू बित्यो भने पनि जलाउँछ यतै है यो फेरि यहाँबाट अलिक तलनिर नि छ त्यही पुलकै तल नि छ ल अहिले हामी सुब्बा गुना पुग्यौँ हजुर यो चाहिँ सुर्खेतको सुर्खेत छिर्ने निस्किने मेन ढोका स्टाफ कोही छैन भन्ने म यसले पछि पर मान्छे हाल्न पैसा मागे हुन्छ यो त मान्छे हाल्न पाउनु पर्यो त्यो पाउँछ नि त यहाँबाट उ गरेपछि दिन्न मान्छे हाल्न पाउँछन् त्यहीको लागि त हामी अहिले यो पिपिरा छौँ होइन यहाँ नजिकै छ देउती बजार चाहिँ अब ट्याक्कै यहाँले अगाडिबाट हो हामी जसले अगाडि आइसक्यौँ यसलाई पदमपुर भन्छ यो पदमपुर गाडीबाट शान्त पार्छन् यहाँको मान्छे बिताएर रहेछ है भिडभाड छ थोरै पनि छैन गाडीबाट समस्या भयो यार थोरै छ यो एयरपोर्ट हो ट्याक्कै यसैको छेउमा चाहिँ छ यहाँ यो माया आयल स्टोर अब यहाँ तेलसेल हालिन्छ अनि जाने हो यो चाहिँ सुर्खेत एयरपोर्टको ल्यान्डिङ टेकअप पोइन्ट हो होइन यो विन्ड सक पनि देखिरह एउटा हेली पनि देखिरह दुईवटा विन्ड सक यहाँनिर एउटा हेलिकप्टर छ है ल हेर्नुहोस् नजिकैबाट हेलिकप्टर यहाँ रोडबाटै देखिन्छ ट्याक्कै ल्यान्डिङ पोइन्ट टेकअप पोइन्ट हो यो गाडीलाई खाना खुवाएर लाग्यौँ अब हामी सारा यो सुर्खेत एयरपोर्ट चोक वा तिनकुने चोक तिनकुने भनेको यहाँ तिन कुना हो एउटा उता जाने एउटा यता भयो एउटा एयरपोर्ट जाने यहाँबाट सिधा अगाडि अब कता जाने हो जुम्ला रोड हो यो यता मेन सोको लाइट भइहाल्यो यो यहाँबाट चाहिँ एयरपोर्ट जान्छ यो एयरपोर्ट अगाडि 500 मिटर सुर्खेत खजुरा रोडमा हाम्रो भाइ रवि केल्मीको के खोज्यो जर्सी होइन केल्मीको जर्सी आउँछ भनेर कुरेर बसिएको छ लास्टमा आएन पनि पुवा पर्ला जस्तो लागिसक्यो मलाई त है अलि डाउटमै छु म ल यो दैलेख रोड ए आएछ त ए यो मान्छेले केल्मीको टी सर्ट ल्याएर आयो रे यो मान्छे फाइनल्ली पायो है केटोले केल्मीको टी सर्ट माला पनि मागिहाल्यो दैलेख रोडमा बुलबुले ताल बुलबुल ताल जाने यहाँबाट जाने हो हामी चाहिँ सिधै लाग्छ सिधै यो बस पार्क है सुर्खेत बस पार्क यो मङ्गलगढी चोक यो मेन बजार हो सुर्खेतको यता अनि यहाँ चाहिँ सिधा यो जुम्ला रोड के भन्दैछ खै यो मैले त मेसो पाइनँ यहाँ ब्रिज जस्तो यहाँबाट चाहिँ
काँक्रा बिहार जाने काँक्रा बिहार यो काँक्रा बिहार जाने बाटो हामी जस्तै सिधै लाग्छौँ अब यो कर्णाली केयर हस्पिटल कर्णाली केयर नि रहेन सुर्खेत अगाडि होइन सामान दिने भने यो त निकाल्छन् के खान लाग्यो केटा तिमीहरू त्यो आइसक्रिम पनि खाने चिज हो मजा आउँछ त नुलपानी चोक सुर्खेत भेनाजुले उद्धार गर्दैछ नि यहाँ मान्छेलाई हेलो सर काठमाडौँ जाने भाइ काम गर्नलाई इन्डिया काम गर्ने त्यहाँबाट उठाएर इन्डियाबाट काठमाडौँ गएँ मोबाइल इन्डिया कुन ठाउँ थिएँ कुना 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 कहाँ कुना कुन ठाउँ र हाम्रो एकजना दाइ चाहिँ यहाँ हरा रहेछन् है हरा त होइनन् भाडा नभएर अड्केछन् अनि कति हो सालले त्यहाँ 12,000 त्यो काम छोड्दै भोग भोगै हिँडिरहन् अब यिनलाई के गर्ने हो खै थाहा छैन अब के भन्यो उसले राम्रोसँग चिनिया रहन्छ उसले पनि यसलाई अनि घर जाने हो त यहाँबाट सिधै कहाँ कुलिया खोला छोड्नुपर्ने हो कुलिया खोला त्यही लोइटी भने त्यही हो कुलिया खोला विनायक नजिक हुन्छ कुलिया खोला विनायक के कुलिया खोला अनि भात खाने छैन ल अब सुर्खेतको एन्डिङ बाङ्गे सिमल चेकपोस्ट ल बाङ्गे सिमल चेकपोस्ट क्रस गरियो यो गिरीघाट पुल गिरीघाट यो घाट चाहिँ सानै छ हमारे बड्डीजर पुग्यो यो बड्डीजर बजार सानो छ यहाँबाट तलतिर चाहिँ यो बाटो चाहिँ बाप्येश्वरतिर जान्छ
यो कडाली राजमार्ग सिधै अगाडि जुम्ला जाने बाटो हो यो। हामी चाहिँ यो बाटो जान्छौँ सिधा। यहाँबाट देखिने तल्लो बाटो चाहिँ पश्चिम बेचर जाने बाटो। बेचर गुटु कता कता जान्छ। ल हाँसिका होटल हाम्रो खाना खाने ठाउँ है। ल खाना खाने ठाउँमा गाडीको लाइन छ। कि धेरै गाडीहरू छन्। हाँसिका होटल रे किन हो खै यस्तो भिडभाड मलाई थाहा छैन है। खाना कस्तो छ खत्रै भिडभाड छ खाना खाने ठाउँमा। यस्तो भिडभाड छ है यहाँ। ग्यास पनि यो सँगै अब बरबसको खाना यहाँ पर्जो साइलाई के पुगेन खै टोलाएर बस्यो है यहाँ। ल खाना खाएर भ्याइयो अब निस्किने एकछिनमा। टाइम पनि कति भयो 1 बज्यो। अब खाना खाएर निस्क्यौँ। गाडी क्रस गर्ने ठाउँ छैन यो कता कतै छ होइन। अब बाँकी त प्याक गर्नुपर्छ ठाउँ खोज्नुपर्छ। तल यहाँ पुरै भिड हो। डेन्जर छ बाटो चाहिँ अलिकति घट्यो त दुर्घटना घट्यो भने जस्तै यस्तो डेन्जर छ। खतरनाक छ है बाटो। चढ्नलाई बाटो साँघुरो छ। डुङ्गीसर 18 किमी। ल हामी तल्लो डुङ्गीसर चेकपोस्ट पुग्यौँ। खोला चाहिँ खत्रै आएको छ है। नदी कडाली नदी। यसको एन्ट्री Thank you.
यहाँबाट चामेन्डा दैलेख जाने बाटो यो चाहिँ खराइलालमार्ग। बाटोको अवस्था यस्तो छ। गाडी पास हुन पाएन क्या, उता यताबाट गाडी भयो होला होइन। यस्तै हुन्छ फेरि यो बाटोमा त वान वे छ बाटो, बहुत गाह्रो छ। निकै छौँ न माथि माथि कोटा गयो होला राजा म तल होटलमा खाएँ तल इगोले गर्दा यहाँ यत्रो जाम पार्दै हानेर एउटाले ब्याक डोर भन्छ, एउटाले एउटा भन्छ। के भयो यस्तो यो? दुईजना ड्राइभरको युगोले हेर यहाँ जाम पारेर है के बुझ्ने हो ड्राइभरले पनि। हाम्रो गाडी चाहिँ त्यहाँ छ है। र यहाँबाट तल झरिन्छ ओह्रालो 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 पादुकाको खोला झरिन्छ यहाँबाट तल। यो बाटो यही हो। कच्ची बाटो ओह्रालै ओह्रालो छ, मोडै मोड। पादुका खोला झरिन्छ यहाँबाट। गाडी काँदो त्यहाँ जग्गा त्यसैमा सेट लान्छ। अनि मलाई कहिले रातभरि कुदाउन अस्ति बत्ती थियो बिहान 4:30 बजे। यहाँबाट पारी अछाम जाने झुलङ्गे पुल छ। बडा बजार पुग्यो। यहाँबाट बजार सुरु भयो होइन। बाख्राले बाटो बन्द गर्यो है। रुख बाटो छ।
सरररर है यो तल कडाली बगिरह हामी 40-50 मिटरको कडालीको 40-50 मिटरमै छौँ नजिकै। यहाँ नदी बगिरह यहाँ हामी यो कडाली राजमार्ग हो। यहाँ कडाली बग्ने भएर चाहिँ छेउछेउमा अनि कडाली राजमार्ग भने हो यो बाटो। कालीकोट जुम्ला मुगु जाने रोड चाहिँ हो कडाली राजमार्ग। अनि यो पारीको चाहिँ अछाम वारी चाहिँ दैलेख। अछाम र दैलेखले चाहिँ नदीले मात्र छुट्टा है। धेरै तलबाटै त्यस्तै हो यो अछाम र यसको सिमाना हो। यसलाई चाहिँ यस्तो यस्तो होटलहरू बना हुन्छ नि चट्टै खानाहरू। बाटोमा यसरी बाख्राहरू बसिरहेको हुन्छ नि यहाँ फेरि धेरै जसो। बाख्राहरू चाहिँ टन्नै हुन्छ यहाँ जङ्गल त्यस्तै छ दामी। खोला छेउमा गाउँ छ है यो हेरौँ त। माथिबाट खोला आयो भने त यो त धरापमा रहेछ यो घरहरू त यहाँको। यहाँ तल नदी छ माथिबाट खोला छ है कर्णाली नदी। डेन्जरै आहा कालो कालो भयो है डर लाग्दैछ। रामाघाटको पुल रामाघाट आइयो होइन। यो राइटबाट चाहिँ दैलेख जान्छ यो दैलेख जाने बाटो। यो चाहिँ हाम्रो कडाली राजमार्ग छ भन्दै के भन्थे यार। बाख्रा नाच्छन् टायरबाट बोले हान्ने मन लाग्दैन नि बाख्रा। हरान बजा बजा साराघाट बजार शांत छ शांत। नदीको सुसु आवाज होला बाँकी चाहिँ शान्त पारामा बसिरहेको छ है यो साराघाट बजार। यहाँ असाला मौनी भएर असाराघाट राखे हो कि के हो नाम। दैलेखबाट अछामको भिडियो है। म फेरि अहिले फिलहाल दैलेखमा छु होइन। यहाँ तल कडाली नदी बगिरह त्यो पारीको चाहिँ अछाम।
जग्गाको माछा त्यहाँ कस्तो पाउँछ, भयङ्करै पाउँछ है। यो अछामको तुल्ता यहाँ झुलुङ्गे पुल छ है यहाँ तल, यहाँबाट जाने हो। ओ यो त बाल छ ठाउँ। यता अछाम, यता दैलेख, यहाँ तल पुल छ, पुलबाट जाने हो। पुल जानलाई पनि बाटो चाहिँ अलि हिँड्न नराम्रै छ होइन, बाइक जाने पनि छ तलबाट, अलि त्यस्तो नराम्रो चाहिँ छैन, राम्रो चाहिँ छैन। ल यो चाहिँ भ्यू दामी छ क्या है, वरिपरि टक्क गाउँहरू छ यहाँ नदीको बिचमा है। यो दैलेख अछाम जोड्ने पक्की पुल, पहिलो पक्की पुल है यो, दोस्रो चाहिँ अलि अगाडि राखामा बने है। यो पारी मध्यपाडीको मार्ग हो, यो पुलबाट सिधै बाटो दामी छ, म देखाइहाल्छु तपाईँहरूलाई एकछिन। ल यो चाहिँ कडाइल राजमार्गमाथि यो हाम्रो अछाम जाने बाटो है। यो चाहिँ माथि चाहिँ जुम्ला जाने बाटो, जुम्ला कालीगढ। हाम्रो चाहिँ यो मध्यपाडी लोकमार्ग। यो साईखोला पुल है, यसलाई साईखोला भन्छ यो ठाउँलाई। हेलो बाटो यस्तै फिलिली छ होइन, यो मध्यपाडी लोकमार्ग हो। बोलेर यो पञ्चदेव विनायक नगरपालिका कालिका स्थान। मध्यपाडी लोकमार्ग, बाटो फिलिली। गाउँ चाहिँ यहाँ माथि पट्टापट्टि छ, रोड चाहिँ यता भयो। सामान परि त दिने तौला त ट्र्याक्टरको सामान अनि भेटिँदैन बाटो। यो स्वास्थ्य चौकी कालिका स्थान।
विनोद मार्ग अस्ति भर्खर लेटेस्ट विनोद भाइको घटना कारबाही भएको कसलाई हो 6 जनालाई जन्मकैद यही हो उसको घर। अनि उसको नामबाट एउटा त्यो गेट सोपको नाम चाहिँ त्यहाँबाट भित्र चाहिँ विनोद मार्ग राखेको छ नाम। यो अगाडिको देखिने घर चाहिँ हाम्रो नगर प्रमुख अम्बिका चलाउनेको घर है। यो ठुलो घर छ 3 तलाको घर रोडकै माथिमा छ। नगर प्रमुखको हो बबालै छ। यो चाहिँ हाम्रो क्याम्पस हाम्रो नगरपालिकाको विनायक पञ्चदल विनायक नगरपालिकाको क्याम्पस एक मात्र क्याम्पस। कि चाहिँ यहाँ अब मध्यपहाडी लोकमार्गको मजाले बाटो त दामी छ है। पब्लिक भन्ज्याङ यहाँबाट हाम्रो गाउँ जान्छ वडा हाम्रो वडातिर। अहिले हामी फर्केर यही बाटो जान्छौँ फेरि पब्लिक भन्ज्याङ। यहाँ स्कुल छ विद्या मन्दिर। यहाँ रोक न सामान दिने र पछि आन्सर दिने। विनायक बजार यहाँ माथि छ। हामी यसपाल हाइवेबाट बजार चाहिँ सुन्तलाबारी सुन्तला बगैँचा थियो पहिला भयङ्कर। अहिले त छैन बगैँचा हरायो विकास हुँदैछ। के छ त आज यहाँ विनायक झर्ने पनि झर्नु पहिला कोड हाल त ढुङ्गा हाल पहिला ढुङ्गा हाल ढुङ्गा। यो हाम्रो आउँदै आउँदै ट्याक्कै पञ्चदेउलमा यस्तो कार्यक्रम भइरहेको रहेछ। यो पञ्चदेउल भनेको अछामको पञ्चदेउल विनायक नगरपालिका है विनायकमा। अछामी पञ्चे बाजा हाम्रो गाडी चाहिँ यहाँ राखेछौँ है।
यो देउता मान्नलाई यो बोकै बोकाहरू ल्याए 5वटा ल्याए ल फेरि हामी फर्केर अब यहाँबाट यो सिधा चाहिँ सुर्खेत यो हाम्रो चाहिँ यो गाउँ जाने बाटो चाहिँ यो है लाइट वडा नम्बर 5 के छ मान्छेको जाने बाटो यो ल हाम्रो गाउँ जाने बाटो है हेलो पञ्चदेउल विनायक नगरपालिका वडा नम्बर 5 लयाटी जाने बाटो यो आज पानी जा दुनी भएछ आज म आइरहेको छु कि मम्मी कुल्या म यता जहाँ पनि बसिरहेको छु त मलाई बस्न के समस्या पर्छ जाऊ 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 ए गुरुजी अब सिधै दुकानमा आएर गर्छ भाइ बिहान आउने यिनीहरू बिहान आउने यिनीहरू प्रायः यसरी गाडी आउँदैन है गाडी भनेको यही गाडी हो यसरी हिँड्छ नि मान्छे बाटो पऱ्यो गाडी चाहिँ आउँदैन पैदल यस्तै छ पहाडी अझै पनि यहाँबाट हाम्रो गाउँ सुरु भयो है लयाटी वडा नम्बर 5 के टिप्दैछ नानीले पुलेतला जाने बाटो यहाँबाट जान्छ लिलिबा नखान पुलेतलाका मानिनीज्यूले आफ्नो वडाको बाटो है जानलाई यो लैन्टीको नि तप्सी भन्छ यसलाई होइन गाउँको नाम हो यो ट्र्याक्टर चाहिँ यहाँ के भएको थियो अलि पहिला सम्झै त्यो के गरे हाम्रो स्थानीय मन्दिर हो भिनाजुलाई सब थाहा छ फेरि सब ठाउँ डुलिसक्यो है एनजिओ क्या एनजिओमा काम गर्दा हो बिहान एनजिओ क्या एनजिओ तपाईँले काम गरे सब पालिका पुरै पालिकामा हाम्रो सबै ठाउँको
घुमाउँछ एनजिओले होइन ल हाम्रो भेनाको बसल हो चकाचक पाउँछ यहाँ पनि कहाँ त्यो भने स्वास्थ्यमा हाम्रो पानी खाने ठाउँ यस्तो हुन्छ है ल हाम्रो यो वार्ड नम्बर 5 को स्वास्थ्य चौक है वार्ड नम्बर 5 नयाँटी पञ्चदेव विनायक नगरपालिका वार्ड नम्बर 5 को हाम्रो स्वास्थ्य चौकी जे किन्न सब यहाँ आइन्छ हामी त किन्न त होइन फेरि मेरी क्लासमेट बजै पनि यही काम गर्छन् है मेरी दुर्गा बजै ल हाम्रो वडा कार्यालय वडा अध्यक्ष पनि हुनै गयो अरे यो बाइकमा वडा अध्यक्ष हुनै गएछन् है कहाँ मोडमा हराइगयो त वडा कार्यालय के लेखेछ पञ्चदेव विनायक नगरपालिका 5 नम्बर वडा कार्यालय ज्ञान हाम्रा वडा अध्यक्षले साइड नपाएर यहीँ र ज्ञान है 5 नम्बर वडाका वडा अध्यक्ष हेमबहादुर शाही ल यो गाडी चाहिँ अब यहाँ सामान झार्न लाग्यो भएर यहाँ रोक्नु पर्यो अनि यो वडा कार्यालयमा चाहिँ होइन सचिव चाहिँ मेरो ब्याजी हो फेरि महेन्द्रबाट छुट्टी भइसक्यो होला सचिवको ब्याजी हो मेरो ब्याजी नेपाली काङ्ग्रेसको पार्टी कार्यालय हाम्रो 5 नम्बर वडाको है अब भवन त नयाँ हो खै अब पार्टी चिँडो भयो कि के हो हो र त्यो त मलाई जानकारी भएन है केही छैन अहिले सुनसान छ त यो जेठमुनिको लागि है चहलपहल त खत्रै छ ल यस्तो मान्छे देखि यहाँ नभए यहाँ मान्छे देखिँदैन यो हाम्रो अङ्ग्रेजी सर माइला सरको घर है यो हाम्रो दाजु पनि ट्याक्कै हाम्रो यीसँगै लैटी पुग्नुभयो कुलेमा होइन अब कहाँ जाँदा अब यहाँबाट कुले तल होइन खुसी लाग्यो नि आनन्दले आउनुभयो ल ठिक छ दाइ खुसी हुनुभयो हामी पनि खुसी भयौँ दाइ खुसी भएपछि ल पीछे देखो ये लोग कौन है पीछे गाडी यहीँसम्म जान्छ आज अब यहाँबाट हाम्रो घर पुग्नुलाई चाहिँ आधी घन्टा हिँड्नुपर्छ बुढाबारीहरू पनि छन् 2टा अब एकछिन खाजासाजा खाएर जानु पर्ला यहाँबाट अब गुरुजीले खाजासाजा के पाउँछन् खै जेन्जी दाइसँग भेट्यो भेट भयो त यहाँ आउने बित्तिकै अच्छा हामी गाडी यहीँसम्म हो खुलिया खोलासम्म टक्क यहीँ बसेँ एकछिनमा खाजासाजा खाएर गइन्छ होला